गर्दा भयो है। यता भेटौँडापट्टिको अवस्था भयो। यहाँबाट चाहिँ अब ठ्याक्क बकैया छुट्टिन्छ होइन। अब यहाँबाट अलिकति अगाडि गएपछि फास्ट ट्र्याक आउँछ। ठ्याक्कै हेटौँडा र बकैयाको चाहिँ मौसम चाहिँ कस्तो अन्तर छ भन्ने कुरा चाहिँ यहाँ देख्न सकिन्छ है त। जस्तै अब यहाँनिर मस्त घाम लागिरहेको, हेटौँडाबाट पुरै घाम लागिरहेको छ है। अब यतापट्टिको भाग पुरै हुस्सु छ क्या, घाम त देखिरहेको छ होइन। तर अब यहाँबाट इन्टर गरिसकेपछि हुस्सु हुस्सु नै हुस्सु छ होइन। म अलिकति अगाडि गएर पनि तपाईँहरूलाई देखाउँछु। अहिलेलाई यति नै म लागेँ है त। म बाइकमा छु, त्यही भएर यो फोन समाउन मिलेन। देखाउँछु तपाईँलाई यहाँबाट उताको सिन चाहिँ अलिकति भित्र अगाडि गएपछि। अब म थोरै अगाडि आएँ है। अब हेर्न सक्नुहुन्छ बालुमात्री स्थानीय सँगै यता बकेया गाउँपालिकाको बोर्ड छ है। अब यहीँ हामी छिर्यौँ। ल हेर्नु मौसम कस्तो छ यहाँको, क्लाइमेट कस्तो छ है। अब हामी छिर्यौँ। अब यो अगाडिको फास्ट ट्र्याक हो है। राखेको छ छिरेपछि ठ्याक्कै बकैयाको अगाडि घाम छ है। यहाँ अझ पनि घामको अलिअलि किरण देखिया छ। मान्छे आवाज आवाज छ, मान्छेहरू आफ्नो अचम्ममा परिरहेको छन् है। ए हेटौँडामा त त्यस्तो घाम लागिरहेको छ, यहाँ त छैन त भन्ने खालको छ। सकिसकेको छ समाएर। यो गाडी कुद्छ हुन्छ आज सिलगढीबाट आएको गाडी हो। सिलगढीबाट हेटौँडा आवाज आवाज गाडीहरू निकै चल्न थालेको छ। यो धरान चतार आएको यो भयो। अगाडि गइसकेपछि फास्ट ट्र्याक छ, देख्न सकिन्छ है। सुरुमै छोडिएन भने देख्न सकिन्छ होला। काम गर्ने मान्छेहरू चाहिँ बस्ने गर्ने काम गर्ने त्यस्तो छ। अब यहाँ यो फास्ट ट्र्याक हो है त। यो फास्ट ट्र्याक है, त्यही हो फास्ट ट्र्याक। यताबाट जोडी चौका पार्कपछि यहाँ बिचमा लोखालो छ। त्यही यस्तो मजाले लागिरहेको घाम सानो नाम सानै छ कि अलिअलि देखिरहेको छ। ल बकैयाको मेन ओह्रालो पटेर म अगाडि आइसकेँ है। तल आउँदा लेभल माथि छ होइन। तल चाहिँ त्यस्तो कुहिरो सुहिरो देखिएको छैन, तर चिसो चाहिँ अत्याधिक चिसो छ। यहाँ घाम छैन है। भर्खर छिरेको थियो, भर्खर ओह्रालो कटेँ मैले। यहाँको ठिकै मौसम छ। अनि अब सिनहरू पनि राम्रो देखिएको छ है। तोरीबारीले ठाउँमा छन्, राम्रो देखिएको छ। आँखा तोरीबारी सो नाइस, हरियाली त बबालै छ है त। एकदमै राम्रो छ। गुम्बा बन्दैछ सायद, हेर्न सकिन्छ। यतापट्टि काठहरू पनि थुपारिएको छ, सफाइ हुँदैछ। ल यस्तै छ बकैया गाउँपालिका है त। अब पालिका कार्यालय चाहिँ हात्तीसुँडे भन्ने ठाउँमा छ। यो चाहिँ अहिले 3 तले भनिन्छ यो ठाउँलाई। यो 5 नम्बर वडा पर्छ है त। ल गाइस आजको भ्लग यति नै। अहिले बाई बाई। लाइक र फलो गर्दै गर्नु होला। अरू यस्तै रोचक कुराहरू लिएर आउनेछु है त म। बाई बाई।